दर्शकबिन सम्पूर्णमा जो लापा है र विशेष आज शहीद दिवसको दिन सबैको छुट्टी भएको कारणले गर्दा चाहिँ हाम्रो यहाँ माथि अलिकति बाटो बिग्रेको छ नि त र आज सबै भेला भएर चाहिँ यसो बाटो मर्मती गर्ने सरसल्लाह भएको छ र त्यसैको निम्ति म पनि गइरहेको छु र आजको यो रिपोर्टिङ के कस्तो हुन्छ है अन्तसम्म हेरिदिनुहोस् होला। साथै मन परेको खण्डमा लाइक कमेन्ट सेयर र मेरो ध्रुव प्रधान फेसबुक पेजलाई फलो गरिदिनुहोस् होला है त। सो हाम्रो गाउँको बाटो चाहिँ यस्तो भएको छ है, देख्न सक्नुहुँदैछ यहाँ ओमपुरीको गाला जस्तो भइसकेको थियो यो बाटो चाहिँ र कतिजना यहाँ लडेको पनि सुनियो है र आज चाहिँ मर्मती गर्ने काम चलिरहेको छ। यहाँ हाम्रो भाइहरूले बिहानदेखि आएर यसरी हात बटाइरहेको छ है। यस्तो टाङ्गिनमा घप्टाइदियो भने चाहिँ राम्रो हुन्छ। त्यो ग्यापै छ भने यहाँ साथीहरू केही रेस्ट गरिरहेको अवस्था है। यहाँ स्प्राइटहरू यहाँ स्टिङहरू यहाँ हाम्रो गाउँलेहरूले सहयोग गरिरहेको छ अहिले है। यहाँ हाम्रो सम्पूर्ण साथीभाइहरूलाई जसले पनि यहाँ आजको यस बाटो मर्मतीको लागि खटिरहेका छन् है। आज यति चाहिँ सफाइ गरिसक्यौँ है। यो ड्रेनले गर्दा चाहिँ यो विशेष बाटो बिग्रेको हो नि त र अब यहाँ चाहिँ फेरि सिमेन्टहरू ल्याएर हामी ढलाइ गर्नेवाला छौँ है। यहाँ अहिले खतरा मान्छेहरू चाहिँ यहाँ हो रोड बनाउने कन्ट्र्याक्टर चाहिँ यो आजको घरमा गएर त सकिँदैन खाएर आउनु। सो अब हाम्रो यहाँ ढलाइको काम चाहिँ हुने आँटेको छ हो। यहाँ गिटी बलुवा पनि आइसकेको छ। सबै यो चाहिँ श्रमदानै साथी हो। यहाँ सञ्जयले दिएको भने एउटा चाहिँ माथि अल्बिनले दिएको है। यहाँ मिस्त्रीहरू चाहिँ यहाँ रेडी छ हो। ड्रेन चाहिँ यस्तो बनाइदिएको छु साथीको गाउँको खास बाटो बिग्रेको चाहिँ हाम्रो यो ड्रेनले गर्दा हो क्या। यो ड्रेन चाहिँ बुच्चेको थियो नि त यो माथिदेखि आउँछ क्या पानी यहाँ चाहिँ यहाँ माथिदेखि। अनि यो ड्रेन चाहिँ मेन बुच्चेकोले गर्दा चाहिँ बाटो बिग्रेको खासमा चाहिँ र आज चाहिँ यसैको सरसफाइ हुँदैछ शहीद दिवसको असर पारेर। सो आजको हाम्रो लन्च पनि यहाँ रेडी भइसकेको छ है। यहाँ चिउरा र भयो है। यो लन्च चाहिँ हाम्रो एकदमै कसले स्पोन्सर गर्यो भने हाम्रो प्रणय गुरुजीको तर्फबाट यसरी लन्च हामीलाई आज प्रोभाइड गरिदिएको छ है। हामी उहाँलाई आन्तरिक हृदयबाट धन्यवाद टक्राउँदै अब हामी चाहिँ लन्च गर्ने आँटेको छौँ। कति साथीहरू चाहिँ यहाँ सिमेन्टहरू मुछ्दैछ गीत होइन अब आउँदैछ। सो आज जुन हाम्रो मिरिकथुङमा बाटो बनिरहेको छ है, सम्पूर्ण गाउँलाई रिप्रेजेन्ट गरेर हामी अहिले 9-10 भाइ चाहिँ भेला भएको छौँ। आजको जुन यो शुभ कार्य नै भनौँ हाम्रो लागि, गाउँको विकासको लागि है। आफ्नो गाउँ आफै बनाऊ। आजको खाना चाहिँ यता बनाइदिने चाहिँ यता हुनुहुन्छ हो हाम्रो सञ्जय भाइ। अनि हामी जो चाहिँ खट्दैछौँ यहाँ आज यो लन्च चाहिँ हाम्रो लागि आज हाम्रो यहाँको प्रणय गुरुजीले प्रोभाइड गरिदिनु भएको, उहाँलाई पनि धेरै धेरै धन्यवाद है। यहाँ हाम्रो अझै साथीहरू आउनु हुँदैछ यहाँ है। त्यही हो अब अझै आज चाहिँ दिनैभरि नै लाग्छ जस्तो छ आजको काम चाहिँ।
र आजको जुन हामीले बाटो मर्मतीको कार्यक्रम भइरहेको छ मिलिकथुङमा है, कसैले चिसो पानी दिएर पनि सहयोग गर्नुभएको छ भने कसैले तातो चिया दिएर सहयोग गर्नुभएको छ, यसरी कसैले खाजा भुजा दिएर सहयोग गर्नुभएको छ भने कसैले सिमेन्ट दिनुभएको छ। हाम्रो मन्दिर निर्माण जुन मिलिकथुङमा शिवालय मन्दिर बनिएको छ है, उक्त निर्माण कमिटीले हामीलाई गिटी दिएर हामीलाई सहयोग गर्नुभएको छ भने हाम्रो यहाँ अल्बिन गुरुङ विदेशमा हुनुहुन्छ, उहाँले हामीलाई सिमेन्ट बलुवा दिएर सहयोग गर्नुभएको छ। अनि हाम्रो यहाँ सञ्जय राईबाट पनि सिमेन्टहरू हामीलाई है सहयोग गर्नुभएको छ। आफ्नो गाउँ आफै बढ्न प्रायः हामीलाई कतिवटा सबैले सहयोग गर्नुभएको छ। अब है सबैलाई जसले पनि हामीलाई आजको यो मिलिकथुङको बाटो बनाउनु चाहिँ सहयोग गर्नुभएको छ, उहाँहरूलाई आन्तरिक हृदयबाट हामी धन्यवाद टक्राउन चाहन्छौँ। सो आजको हाम्रो यो बाटो मर्मती कार्यमा चाहिँ हामीलाई श्रीमान रोशन गुरुङले गाडी दिएर सहयोग गर्नुभएको छ भने अन्य धेरैले पनि सहयोग गर्नुभएको छ है। र हाम्रो मिलिकथुङ शिवालय मन्दिर निर्माण समितिले चाहिँ हामीलाई गिटी दिएर सहयोग गर्नुभएको छ। यहाँ अहिले हाम्रो सम्पूर्ण सहयोग गर्नुभएको महानुभावहरूले सहयोगको भरमा हामीले चाहिँ यी बाटोहरू मर्मत गरिरहेको छौँ है। यो बाटो चाहिँ किनभने मुख्य छ भन्दा चाहिँ हाम्रो जुन खरबनीमा जुन असले फल्स छ नि, त्यो फल्स जाने बाटो चाहिँ एकदमै मुख्य बाटो हो। र यहाँ चाहिँ तपाईँको हजारौँ स्कुटी बाइकहरू कुद्ने गर्छ है। विशेष अनि सन्डे आइतबार चाहिँ तपाईँको यो बाटो एकदमै बिजी हुने गर्छ असले फल्सले गर्दाखेरि है। यहाँ हाम्रो साथीहरूले यति चाहिँ आजको कार्य गरिसकेछ है। हाम्रो सम्पूर्ण सहयोगार्थीको पहलमा धेरैजनाले हामीलाई सहयोग पुर्याउनु भएको छ है। जसको नाम मैले अघि नै भिडियोमा लिइसकेको छु, देख्नु सक्नुहुँदैछ है। यो जति पनि यो घाँसहरू लगाइएको छ, यहाँ चाहिँ हामीले ढलाइ गरेर यो बाटो मर्मत गर्ने कार्य गरिरहेको छौँ। र अझै पनि काम डल्लै नै छ है। सायद आज 5-6 बजीसम्ममा चाहिँ हामीले यो कार्य सक्ने सोचेको छौँ है। र हामी गाउँ समाजको 10-11 भाइ भएर चाहिँ आज यस बाटोमा खटिरहेको छौँ। सो त्यही हो, हेर्दै जानुहोस् होला भिडियो है। सो यसरी गाडीहरू कुद्ने गर्छ, देख्नुभयो है। यसरी पर्यटकहरू आउने गर्छ है हाम्रो गाउँमा चाहिँ। हाम्रो यो बाटो चाहिँ यो स्थितिमा पुगिसकेको थियो र आज चाहिँ यो चाहिँ श्रमदान गरेर चाहिँ यसलाई आज मर्मती गर्ने कार्यक्रम भइरहेको छ। लगभग हामी सक्ने स्थितिमा पुगेको छौँ, देख्नु सक्नुहुँदैछ है। यो चाहिँ यहाँ माथितिर चाहिँ बनिसकेको छ है। अब यहाँ 2-3वटा खाल्टा अझै पुर्नुपर्ने स्थिति भइरहेको छ। यहाँ चाहिँ जति पनि हामी नवा प्रभात सङ्घका साथीभाइहरू भेला भएर यसलाई श्रमदानद्वारा चाहिँ यो बाटो मर्मती भइरहेको छ। यहाँ देख्नु सक्नुहुँदैछ, कोही भोकले फलफुल खाने स्थितिमा पुगिसकेको छ। मिस्त्री पार्टी चाहिँ यता छ हो। यहाँ हाम्रो सिमेन्ट मुस्ने कार्य भइरहेको छ। अब यति छ हाम्रो बनाउनु पर्ने आजको कार्यक्रम चाहिँ है। हाम्रो मसला बनिँदैछ। यहाँ तल देख्नुहुँदैछ, यसरी आउँछ हाम्रो मिलिकथुङमा पर्यटकहरू चाहिँ। मधेसबाट चाहिँ यति बेला बाइक र स्कुटी आउँछ कि यो बाटो चाहिँ गनेर गनि नसक्नुहुन्छ। विशेष सन्डे चाहिँ यति साह्रो बाहिरको मान्छेहरू आउँछ कि यहाँ, विशेष चाहिँ असले फल्सले गर्दाखेरि क्या। यसरी आउने गर्छ हाम्रो पर्यटकहरू चाहिँ। यसरी गाडी कुद्छ हाम्रो गाउँमा चाहिँ।
सो लगभग आजको हाम्रो काम चाहिँ सकिने आँटेको छ है। यसरी यो खाल्टा बुझाउने काम भइरहेछ। हुन त यो प्रधानमन्त्री सडक योजनाबाट बनेको बाटो हो है। रिपेयरिङ त आउँथ्यो होला तर समय लाग्ने भयो है। र यसरी नै अब श्रमदानद्वारा हामीले यो बाटोलाई मर्मती गर्ने काम चाहिँ गरिरहेको छौँ। यसरी सबैले मिलेर यो श्रमदान गरिरहेको अवस्था छ अहिले चाहिँ। तर खै अझै कम छ भयो भने यसरी गाडी कुद्छ, यसरी जाम लाग्छ एकैछिनमा हाम्रोतिर चाहिँ। त्यही भएर यो बाटो बिग्रेको पनि हुनसक्छ। यहाँ देख्न सक्नुहुन्छ है गाडीको जाम है। यो चाहिँ कहाँ भन्दा चाहिँ मिरिकथुङ है। यो बाटो हामी बनाउँदैछौँ नि त, यो बाटोले गर्दा गाडीहरू हेर्नुहोस् त यहाँ जाम भएको है। यस्तो गाडीहरू कुदिन्छ बनाउँदै। सब फाइनली यतिको चाहिँ बनाइसक्यौँ है। र बिहान 8 बजीदेखि लगभग 4 बजी होला है। र आज जति पनि यो बाटो मर्मत गर्ने हाम्रा जवानहरू यता हुनुहुन्छ। So bye bye, see you again in the next video guys.